म तलाले गुराँस भएछु बनैभरि फुलिदिने। हेलो गाइस, हेर्नुहोस् है, हाम्रो जीवनको बाँच्ने तरिका, घर सरसफाइ गर्ने तरिका। मेरो पनि यो खुट्टा फ्र्याक्चर हुनुभन्दा अगाडि यसरी नै व्हिल चेयरमा बसेर गर्थेँ। आज उहाँको भिडियो देखेर मलाई ती दिनहरूको याद आयो। अनि धेरै जस्तो म जस्तो साथीहरूलाई पनि यो दिनहरूले झकझकाइरहन्छ होला, आफूले गरेको काम गरेको दिनहरूले बिम्जाइरहन्छ होला है। मलाई पनि यो भिडियोले बिम्जायो। तपाईँहरूले पनि हेर्नुहोस्, अनि राम्रो लाग्यो भने हामी जस्तो डिफ्रेन्टली एबल भएको मान्छेलाई माया गर्नुहुन्छ भने सबैले आफ्नो आफ्नो स्टोरीमा सेयर गरिदिनु होला यो भिडियो है। अनि उहाँ सिस्टरलाई चाहिँ गड ब्लेस यु। सङ्घर्ष गर्दै जानुपर्छ, बाँच्ने बाटोहरू आफै देखिन्छ है, जीवन सहज हुन थालिहाल्छ होइन।